आज म खाना बनाउँदैछु है। खानामा के बनाएको छु हेर्नु है त। यो चाहिँ मेरो अमलेट बनाउनु लागेको अनि सलाद। अनि यहाँ चाहिँ मैले भान्टाको पकौडा बनाएको छु। यहाँ आलुको आज कस्तो पकौडा खानु मन लाग्यो त्यही भएर फेरि अर्को भाग पनि बनाउँदैछु। अनि यहाँ मेरो जैस्मिन राइसमा ब्रोकाउली बोइल गरेको छु। यस्तो छ यहाँ अनि दाल। अब चाहिँ फाइनली मेरो खाना पाकिसक्यो। मेरो रुम चाहिँ यस्तो भइरहेछ चाहिँ के भन्नु र। यहाँ सबै मेरो होटलको सामान। यहाँ भगवान् ल खाना रेडी भइसक्यो। हाम्रो चाहिँ यस्तै हो खाना। यहाँ दाल छ, यहाँ पकौडा अमलेट सक्यो। हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। आज यो मेरो जिमको 3rd डे अनि मैले भिडियो बनाएको जिमहरूको पनि। यो चाहिँ अर्को सेक्सन हो। अर्को सेक्सनको चाहिँ भोलि आउँछ भिडियो। र अनि आज मैले जिममा के गरेँ त। हिजो चाहिँ म धेरै हार्ड भएर गरिनँ त्यति। आज चाहिँ मलाई 10 मिनट 20 मिनट जति भन्थ्यो सबै मैले कम्प्लिट गरेँ। आज चाहिँ अलिक मलाई मेरो बडी नै अलिक राम्रो भयो जस्तो भइरहेछ। किनभने हिजो चाहिँ मलाई फर्स्ट डे भयो एकदम गाह्रो भएको थियो। र मेरो जिमको भिडियोहरू हेर्नु होला। कति घाममा बस्दा नि पसिना आउँथेन कि जिम गर्दाखेरि पसिना आइदिएर नि मेरो अनुहार टल्केको। ओ माई गॉड। अनि यो पनि मैले 10 मिनट गरेँ। नाम थाहा छैन मलाई। यसमा चाहिँ क्यामेरा राख्ने ठाउँ छैन कि त्यही भएर मैले ठाडो भिडियो बनाएको। अनि पछि यस्तो गर्दाखेरि यस्तो सानो आयो। अनि अब यो मेरो लास्ट हो साइक्लिङ। यो गरिसकेपछि अनि म एकछिन आराम गरेर घर जानको लागि रेडी हुन्छु। यो पार्ट त मैले भन्नै सक्ने हो। ट्राई गरिरहेको थियो उतापट्टिको सिस्टरले। म पनि ट्राई गरौँ त कस्तो हुन्छ एकदम गाह्रो छ। अब चाहिँ म घर जान आँटेको लास्ट भिडियो। ओके, म घर जाने बाटोको भिडियो पनि छ। म त्यो भिडियो पनि हुन्छ है त। अनि यो लिफ्टमा खिचेको मैले भिडियो। मेरो आज त मौसम क्या चिसो छ। पानी परेको थियो कि क्या हो। आजको मेरो 3rd डे पनि सक्यो। हिजो चाहिँ धेरै गाह्रो भएको थियो। आज चाहिँ मलाई अलिक गाह्रो भएको छैन त्यति। आज चाहिँ मलाई अलिक गाह्रो भएको छैन। आज चाहिँ मैले सबै 10 मिनट 20 मिनटै गरेँ। अब भोलिबाट चाहिँ डम्बलहरू उठाउन सिकाउने भनेको छ। भोलिबाट डम्बल उठाएको भिडियो म ल्याउँछु। ओके, आज त मेरो 3rd डे सक्यो। ओके, बाई बाई। थ्याङ्क यू फर वाचिङ माई भिडियो। यो चाहिँ